हिजो प्रदेश सभामा एकजना माननीय मन्त्रीज्यूले रोस्टरमा बोल्नु भएको छ। बोल्दाखेरि अन्तिममा उहाँले के भन्नुभयो भन्दा भारतमा भएको विमान दुर्घटनामा मर्नु भएकाहरूप्रति मेरो श्रद्धाञ्जली छ भन्नुभयो उहाँले। बोल्न त उहाँले बोल्नुभयो, तर त्यो सुन्दाखेरि कतै कतै हामीलाई अलिकति अनकम्फर्टेबल भयो कि यो मर्नु भएका भन्नु त अलिक उचित भएन नि। ज्यान गुमाउनु भएका होइन, यो दुःखद दुर्घटनामा दिवंगत शब्द प्रयोग गरे हुन्थ्यो, तर मर्नु भएका भन्दाखेरि यो कहीँ न कहीँ उहाँबाट अलिकति त्रुटि भएको हो कि जस्तो लाग्यो। हो पनि त्यो त्रुटि भएकै हो। हामीले आफ्ना बुवालाई चाहिँ बुवा भन्छौँ नि होइन, कि आमाको श्रीमान भन्छ, बुवा भन्छौँ नि होइन इन्ट्रोडक्सन दिँदाखेरि। भनेपछि यो कम्युनिकेसन गर्दाखेरि कम्युनिकेसनको एउटा मिनिमम स्ट्यान्डर्ड हुन्छ। कुनै पनि कुरा हामीले अरूसम्म पुर्याउँदाखेरि त्यसको एउटा मिनिमम स्ट्यान्डर्ड हुन्छ, जुन स्ट्यान्डर्डलाई हामीले मेन्टेन गर्नुपर्छ। त्यो स्ट्यान्डर्ड हामीले कहाँबाट सिकेका हुन्छौँ भन्दाखेरि पढेर सिकेका हुन्छौँ, सुनेर सिकेका हुन्छौँ, हाम्रा घरका अभिभावकहरूले हामीलाई भनिरहेका हुन्छ, कल्चरली हामीले सिकिरहेका हुन्छौँ अथवा सोसियली हामीले सिकिरहेका हुन्छौँ। र यी सबैको ग्रुप डाइनामिक केले चलाउँछ भन्दाखेरि यो सफ्ट स्किल्सले चलाउँछ, जुन कि अहिले पनि हाम्रो समाजमा सबैभन्दा कम प्रायोरिटी दिने सब्जेक्ट हो। हाम्रो टोटल यो एजुकेसनको टाइमलाइनलाई हामीले डिभाइड गर्ने हो भने अथवा एजुकेसनलाई क्याटेगराइज गर्ने हो भने एउटा त डिग्री होइन, अर्को हार्ड स्किल्स अकाउन्टिङ अथवा कम्प्युटरको प्याकेज ट्रेनिङ लिनु, सफ्टवेयरको कुनै ट्रेनिङ लिनु, एआईको ट्रेनिङ अहिलेको लागि लिनु भने त्यो हार्ड स्किल हो। अथवा माटोको भाँडो बनाउने स्किल तपाईँले सिक्नु, त्यो पनि हार्ड स्किल हो होइन। अथवा होटलमा वेटरको काम गर्दाखेरि सर्भ गर्ने तरिका सिक्नु, सबै कुरो त्यो लिटरली त्यो पर्टिकुलर कामसँग जोडिएको स्किल चाहिँ हार्ड स्किल हो। डिग्री भनेको के हो भन्दाखेरि यो मास प्रोडक्सन हुने चिज हो नि त। तपाईँ मात्र हुनुहुन्छ र डिग्री लिने यहाँ, तपाईँ जस्ता यो संसारमा करोडौँ करोड मान्छेले डिग्री लिइरहेका छन्। म मात्र हो डिग्री भएको व्यक्ति होइन, कति करोडले यो डिग्री लिएका छन् म जस्तो। भनेपछि यो मास प्रोडक्सन हुने कुरा हो, सबैसँग लगभग हुन्छ आजको दिनमा। हार्ड स्किल्स कामको बाध्यताले गर्दाखेरि, काम पाउने बाध्यता होस् अथवा काममा गइसकेपछि त्यो हार्ड स्किल्स अक्वायर गर्नै पर्छ होइन। म चाहिँ वेटर बन्छु तर मलाई पानी नै सर्भ गर्न आउँदैन भने त अब म आउँदैन यस्तै हो भनेर बस्नु त पाइएन नि त, सिक्नु त पऱ्यो पानी सर्भ गर्न। र सफ्ट स्किल्स भनेको के हो भन्दाखेरि सफ्ट स्किल्सको कुनै एकदम डेफिनेटिभ ट्रेनिङ पनि हुँदैन, यस्तै यस्तै हो, अथवा कुनै डिग्री हुँदैन सफ्ट स्किलको। र प्राथमिकतामा हाम्रो समाजमा सबैभन्दा ठुलो प्राथमिकता कसलाई दिन्छ भन्दाखेरि डिग्रीलाई दिन्छ, एक नम्बर होइन। सेकेन्ड कसलाई दिन्छ भन्दाखेरि सेकेन्ड हार्ड स्किललाई दिन्छ। सिटिभिटीका ट्रेनिङहरू छन् अथवा कुनै हार्ड स्किलको तपाईँले ट्रेनिङ, त्यो सेकेन्ड हो। र लिस्ट प्राथमिकता केलाई दिन्छ भन्दा त्यो सफ्ट स्किललाई दिन्छ। तर गुड न्युज के छ भन्दाखेरि यो सफ्ट स्किललाई एकदम हाई प्राथमिकता दिएर बिजनेस कलेजले चाहिँ तपाईँलाई यहाँ बोलाइदिएको छ। र तपाईँहरू बिच हामी सबैलाई, हामी सबै यहाँ जतिजना छौँ नि, कुनै न कुनै तरिकाले हामी तपाईँहरूभन्दा सफ्ट स्किल्समा धेरै नै धनीहरू हौँ, यहाँ बस्नुभएको सबैजना। त्यो कुरा मैले बोस्ट गरेँ होइन कि मैले घमण्ड गरेँ होइन, तर हाम्रो अनुभवले, हाम्रो कार्यक्षेत्रले अथवा हाम्रो जीवनशैलीले हामीलाई त्यो सफ्ट स्किल्समा चाहिँ निकै धनवान बनाइदिएको छ अहिलेसम्म। र समय बित्दै गर्दाखेरि हामीले झन् धेरै यो धन आर्जन गर्नेवाला छौँ। र खुसीको खबर के भन्दाखेरि त्यो धन आर्जन गर्ने क्रममा हामी मात्र धनी भएर त हुँदैन नि त, सबैजना धनी हुनु पर्यो भनेर तपाईँहरू पनि यो जर्नीमा हामीसँग जोडिनुहोस् भनेर तपाईँको कलेजले तपाईँहरूले धन्यवाद दिनुपर्छ, किनकि उहाँहरूले तपाईँलाई हामीसँग जोडिदिएका। र म के भन्छु भन्दाखेरि अबको समाजमा चाहिँ पहिलो प्रायोरिटी सफ्ट स्किल्सलाई दिनुपर्छ,
दोस्रो प्रायोरिटी हार्ड स्किल्सलाई दिनुपर्छ र तेस्रो प्रायोरिटी डिग्रीलाई दिनुपर्छ। यो केले गर्दाखेरि यो अहिले सान्दर्भिक छ। अर्को यो हासिल गर्ने कठिनाइ, हाउ डिफिकल्ट इट इज टु गेट इट भन्दाखेरि सबभन्दा कठिन भनेको सफ्ट स्किल, त्यसपछि त्योभन्दा अलिक सजिलो भनेको हार्ड स्किल हो र सबैभन्दा संसारको सजिलो काम भनेको डिग्री लिनु हो। कलेजमा नाम लेखाउनुहोस्, फिस तिर्नुहोस्, स्कलरसिप लिनुहोस्, पढ्नुहोस्, जहाँ दिनुहोस्, डिग्री आउँछ। त्यो त सबैभन्दा सजिलो कुरा हो। भने अब सजिलो कुराहरू गर्दै गर्दाखेरि अलिकति अप्ठ्यारो काममा पनि तपाईँहरू लाग्नुहोस् भन्ने म भन्न चाहन्छु। र यो सफ्ट स्किलको कुरा मैले पनि कुनै समय व्यवस्थापन पढेँ र हाम्रो युनिभर्सिटीले पनि यस्तै ट्रेनिङहरू चाहिँ निकै गराउँथ्यो। अझ इन्टरेक्सन प्रोग्रामहरूमा एक से एक सफ्ट स्किल्सका धनीहरूलाई बोलाएर कुरा गराउने गर्छ। म धेरै बोल्दिनँ, दुईटा तिनवटा कुरा मात्रै भन्छु। एउटा कुरा के भन्छु भने ध्यान दिएर सुन, तिमीहरूको लाइफको सबैभन्दा टफ टाइम भनेको बिबिएस हो। त्यो कुरा बुझ, पहिले के गरेर थाहा छैन, पछि राम्रो गर्नको लागि यो बिबिएस 4 वर्ष कोर्सलाई अर्जुन दृष्टि लगाएर, अर्जुन दृष्टि भनेको बुझ्छौ बुझ्दैनौ थाहा छैन, एक छत्र एउटा एक नाचले त्यसैमा मात्रै ध्यान दिएर पढ्यो भनेदेखि सबैको भविष्य राम्रो छ। म यो पढ त्यो नपढ एउटा कुरा भन्दिनँ, एउटा कुरा भन्छु, स्कुल कलेज राम्रो छान्यौ, मैले यो कलेजसँग नजिकै छु, यहाँसम्म तिम्रो मिस्टेक छैन, तर कलेज भनेको 25% हो, 75% भनेको विद्यार्थी हो। अब तिमीहरू राम्रो हुनु पऱ्यो, कलेजको पाठ सक्यौ तिमीहरूले। अब कलेजले स्टार्टअप पनि सिकाउन खोजिरहेको छ, वीरगन्जमा भएको कलेजहरूमा जे गर्नुपर्ने उसले सबै गरेको छ र प्रतिस्पर्धा बाहिरसँग गर्न खोज्दैछ। बाहिरसँगको भन्दा राम्रो गर्नेहरू रोजगार दिनुपर्छ, मेरो विद्यार्थीहरूलाई पढिसकेको हुन्छ, हामीसँग आफै भन्छ, म उद्योगपति 10चोटि भनेको छ, मेरो विद्यार्थीहरूलाई रोजगार दिनुपर्छ, इन्टर्नसिप दिनुपर्छ, राम्रो एउटा प्रोफेसनल बनाइदिनुपर्छ, एउटा व्यवसाय बनाइदिनुपर्छ, तपाईँहरूले के गर्नुपर्छ भनेर हामीलाई बार बार भन्छ। मैले बनाउने होइन, त्यो तिमीहरूले बन्ने हो। फेरि मैले भन्छु तिमीहरूले राम्रो पढ्यो भने बनिहाल्छौ। म यहाँ अहिले 12जना छौ, 26जनाको विद्यार्थी हो, 12-13जना कति छौ हो, 12जना रोजगारीको जिम्मा मेरो। राम्रो त पढ, फर्स्ट डिभिजन पास गर नि त बिबिएस। त्यो मैले गरिदिएर हुन्छ, तिमीहरूले पढ्नुपर्छ। त्यस कारण के छ भनेदेखि यो 4 वर्षलाई असाध्यै महत्त्वपूर्ण ठाउँमा हुन्छ। अलिकति चञ्चलै उमेर हुन्छ। हाम्रो नानीहरू छोरीहरू बिहा गर्न खोज्दैन, हतार नगर, अहिले तिमीहरू हतपत्र पढ्छौ। मैले अहिले नै भनेको छु, बिए पास गऱ्यौ भने, ब्याचलर गऱ्यौ भने के हुन्छ भनेदेखि भोलि दुलाका घर गयो भने पनि तिमीले दुलालाई भन्न सक्छौ मैले पढेको छु, काम देऊ मलाई, काम गर्छु म। पहिलेको जस्तो मेरो आमाको जस्तो युग छैन। मेरो आमाले 10वटा बच्चा पाउनुभयो थियो, बिहान 2 बजे ढिकी कोटी जानुहुन्थ्यो। तिमीहरूले त्यो गर्नु पर्दैन, आधी घन्टाको पानी बोक्नु पर्थ्यो। हामी त्यो समाजबाट हुन्थ्यो, तिम्रो त्यो छैन, तिम्रो धारामा पानी आउँछ। यहाँ ब्याचलर पढिसकेपछि भने तिम्रो मध्यम वर्गको परिवार हो, मैले त्यही नै बुझेँ। धारामा पानी आउँछ, भान्सामा तिमीले गर्नुपर्छ, त्यो केही गर्नु पर्दैन। एउटा बच्चा पाउँछौ, धेरै पाए 2टा पाउँछौ होला, एउटा पाउँछौ, त्यस पछाडि तिम्रो काम हुँदैन, जीवन खाली हुन्छ। तिमीले अहिले पढेनौ भने त्यो खाली जीवन बर्बाद हुन्छ। त्यतिखेर तिमीले के भन्न सक्नुपर्छ, आफ्नो घरलाई, आफ्नो श्रीमानलाई म पनि काम गर्छु, म तिम्रो सहयोगी हुन्छु, यसलाई गर्नुपर्छ। त्यो भन्नको लागि तिमीले के गर्नु पर्यो, राम्रो पढ्नु पर्यो। राम्रो नपढिकन अहिले नै बिहा गरेर हतार गरिहाल्यो भने बर्बाद भयो है, त्यो जीवन सबै बर्बाद भयो। त्यो नगर्नु, अहिले गरेर पढ्ने मात्रै 4 वर्ष गरेर छोराहरूलाई, छोरा मान्छेहरूलाई तिमीहरूको मन चञ्चल होला, विदेश जान्छु के गर्छु, केही पनि नगर, अहिले नगर। तिमीहरूले पढ मात्रै, यो 4 वर्ष पढ, राम्रो डिभिजन लिएर आऊ, त्यस पछाडि सबै तिम्रो लाइफको ढोका खुल्छ। तिमी शाखाहरुको हुनु पायो, नेपाल सरकारको अन्तिम सुरुवातको पहिलो जागिर हो, तिमी त्यसमा पास गर्न सक्छौ, भिड्न सक्छौ, जातिको योग्य भयो। तिमीले कुनै ब्याङ्कमा काम गर्नु पर्यो, त्यसको लागि योग्य भयो। तिमीले विदेश जानु पर्यो, अब तिमीले डिग्रीको लागि मात्रै जानु पर्यो। तिमीले कुनै पनि अर्को नयाँ म्यानेजमेन्टमा कुनै काम गर्नु, यी व्यवसाय गर्नु पर्यो। तिमी पढे लेखेको ब्याचलर्स गरेको एउटा व्यवसायी हुन्छौ, अरूको भन्दा फरक हुन्छौ, नयाँ लिएर आउन सक्छौ, नयाँ सिस्टम लिएर आउन सक्छौ। त्यसकारण यो 4 वर्षको लागि एकदमै धेरै मेहनत गरेर पढ। अन्त केही नहेर, केही चक्करमा पनि नलाग, यो पढाइको चक्करमा मात्रै लाग तिमीहरू। यो 4 वर्ष चाहिँ म किन यति स्ट्रङली भनिरहेको छु, मैले तिम्रो उमेर देखेको छु। तिमीले मेरो उमेर देखेका छौ? छैन होला कि छौ? छैन होइन? मैले 60 वर्षको बुढो देखेको छ, तिमी भर्खर महसुस छ, तिमीलाई अनुभव छ, मलाई त्यो अनुभव छ त। त्यसैले मैले हिजो मेरो जीवनमा गरेको गल्ती मलाई यति नभनिदिएको पनि पश्चाताप छ।
मलाई जहिले जसरी तिमीलाई अहिले भन्दैछु नि यति कडा गरेर मेरो गार्जियनले अथवा मलाई कुनै टिचरले नभनिदिएर मैले त्यो नगरिदिएको मलाई पश्चाताप छ। त्यो पश्चाताप बोलिरहेको छु। तिमी त्यो मिस नगर, मैले गरेको गल्तीमा मिस नगर, पढ्ने मात्रै गर, एक धुन गरेर पढ। कुनै पनि कुरा नराम्रो छैन संसारमा, सबै कुरा राम्रो छ, तर आफू राम्रो हुनुपर्छ। विभिन्न फेजलाई पार गर्दै अगाडि बढिरहनु भएका भविष्यका कर्णधार विद्यार्थी भाइ बहिनीहरू प्रति यो कार्यक्रममा मलाई पनि बोल्ने अवसर प्रदान गर्नुभएकोमा यहाँहरूप्रति म उच्च आभार व्यक्त गर्दछु। खास गरी अलिकति ब्यानरतर्फ नै निहाल्दाखेरि द पावर अफ सफ्ट स्किल्स, कम्युनिकेसन, कन्फिडेन्स एन्ड कोलाबोरेसन भनेर उल्लेख गरिएको छ। त्यसैलाई पनि म अलिकति इलाबोरेट गर्न चाहन्छु। यहाँ अन्य वक्ताहरू पनि हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ, उहाँहरूको कुरालाई यहाँहरूले मनन गर्नुहोला, आत्मसात गर्नुहोला भन्ने मेरो सुझाव पनि छ। पक्कै पनि अरविन्द कल सरले भने जस्तै सफ्ट स्किल्स आजको यो कम्पिटिटिभ एजमा बदलिदो परिवेशमा नितान्त महत्त्वपूर्ण छ र यसको पुष्ट्याइ बोल्नेको पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन भन्ने भनाइ नेपालीमा पनि निकै नै प्रख्यात रहेको छ। र हामी देख्न सक्दछौँ डिग्री क्वालिफिकेसन म्याटर त गर्दछ, तर डिग्री क्वालिफिकेसनको साथसाथै अन्य के कुराको आवश्यकता पर्दछ अहिलेको पेरिफेरीमा भन्दाखेरि अहिलेको प्रतिस्पर्धात्मक युगमा, परिमार्जित भइरहेको युगमा, विभिन्न सेक्टरहरू ओपन भइरहेको परिवेशमा हामी देख्न सक्दछौँ दैनिक रूपमा यो कम्युनिकेसनको सेक्टरहरू, आइटीको सेक्टरहरू अपग्रेड भइरहेको अवस्थामा, स्तरोन्नति भइरहेको अवस्थामा चाहिँ अपर्च्युनिटिजका ढोकाहरू ओपेन भइरहेका छन्, अवसरका ढोकाहरू नयाँ नयाँ सेक्टरमा खुल्दै गएका छन्। तसर्थ पनि त्यो सेक्टरका लागि आवश्यक म्यान पावर, जुन दक्ष जनशक्ति छ, स्किल म्यान पावर छ, त्यो स्किल म्यान पावर ल्याकिङ भइरहेको अवस्था छ। इभन बिजनेसको पेरिफेरीमा हामी देख्दछौँ एप्लिकेसन लेख्दाखेरि, कुनै पनि कम्पनीमा भ्याकेन्सी खोल्दाखेरि एप्लिकेसन, चाहे त्यो अङ्ग्रेजी माध्यमको एप्लिकेसन होस् या नेपाली माध्यमको एप्लिकेसन होस्, निवेदन होस्, त्यसको एउटा पर्फेक्ट लेखनको अभाव हामीले पनि देखेका छौँ, महसुस गरेका छौँ। त्यसै गरी कुनै पनि भ्याकेन्सीका क्रममा संवाद गर्दाखेरि, कम्युनिकेसन गर्दाखेरि जुन क्वेसनहरू फरवार्ड गरिन्छ, प्रश्नहरू फरवार्ड गरिन्छ र उत्तर दिने तौर तरिकामा, आन्सरिङ स्किल्समा पनि त्यहाँ पनि ल्याकिङ देखिरहेको छ। यहाँ खास गरी विभिन्न एजुकेसनल इन्स्टिट्युसनका जो सञ्चालकहरू हुनुहुन्छ उहाँले रिक्रुट गर्नुहुन्छ विभिन्न क्षेत्रमा र त्यो रिक्रुट गरेको क्षेत्रमा त्यहाँका व्यक्तिहरूले मापन गर्दा, एनालाइज गर्दाखेरि चाहिँ यस्ता खालका कमी कमजोरी अझै पनि विद्यार्थी भाइ बहिनीहरूमा रहेको भनेर उहाँहरूले अवगत गराउनुहुन्छ। तसर्थ पनि यो सफ्ट स्किल्सको एउटा महत्त्वपूर्ण पार्ट हो र त्यो पार्टलाई यहाँहरूले सेन्ट्रलाइज गर्नुहोला, केन्द्रित गर्नुहोला भन्ने पनि मेरो विनम्र आग्रह रहेको छ। कारण सफ्ट स्किल्स अहिलेको परिवेशमा इट रियली म्याटर्स अ लट भनेर म भन्न चाहन्छु। सम्पूर्ण वक्ताहरूले धेरै कुराहरू राखिसक्नुभयो। त्यो कुरा उठाउनुभन्दा पहिला म दुईटा कुरा उठाउन चाहन्छु। हामी सबैजना कमर्सियल बैंक भिजिट गरेको छौँ, बैंकहरू घुमेको छौँ, बैंकमा गएको छौँ सबजना, र सरकारी कार्यालयमा पनि हामी गएको छौँ। ठिक छ, बैंकमा गएर सिडी क्यास काउन्टरमा या सिडिएस के हुन्छ भने त्यसको फ्रन्ट डेस्कमा गएर तपाईँ जति जोरले कराए पनि के उनीहरूले पहिले कराएर जवाब दिन्छ? किन दिँदैन? र हामी सरकारी कार्यालयमा जान्छौँ, हुने कामको लागि पनि हुन्न भनेर भनिरहँदा पनि उल्टे उनीहरूले रिसाएर हामीलाई गाली गरेर फर्काइरहेको हुन्छ। त्यो किन हुन्छ? यही कारण हो कि कारण होइन। कारण यही हो, मिन्स तपाईमा भएको कुरा तपाईले कसरी प्रेजेन्ट गर्नुहुन्छ त्यो ठुलो इस्यु। तपाईले प्रेजेन्ट गर्न सक्नु भएन भने तपाईको नलेजलाई, तपाईको सर्टिफिकेटलाई कसैले हेर्ने होला छैन। किनकि जुन कानुनमा एपोइन्ट गर्न लेखिएको छ, प्रमोसन लेखिएको छ, अवार्ड लेखिएको छ, त्यही कानुनमा टर्मिनेसन पनि लेखिएको छ। यो कुरा हामीले जहिले पनि बुझ्नु पर्यो। तपाईहरुले सबभन्दा पहिला सरहरूले धेरै हार्ड स्किलको कुरा उठाउनुभयो, सफ्ट स्किलको कुरा उठाउनुभयो। त्यतातिर हामी जानुभन्दा पहिला अहिले तपाई ब्याचलर फर्स्ट इयरको विद्यार्थीहरु हो,
र तपाईको माझमा जतिजना उभिराख्नु भएको छ, कसैले 10 वर्ष पहिला, कसैले 20 वर्ष पहिला, कसैले 25 वर्ष पहिला, कसैले 30 वर्ष पहिला ब्याचलर गरिसकेका मान्छेहरू उभिराख्नु भएको छ। र तपाईको लागि यत्रो टाइम निकालेर केही बोलिरहँदाखेरि सबभन्दा दुःख के लागेको छ भने सबैजना विद्यार्थीहरू प्रेजेन्ट छैन। विद्यार्थीहरूलाई हामीले यति फोर्स गरेर तिमीहरू यसो गर उसो गर या सफ्ट स्किलको ट्रेनिङ ल्याऊ, हार्ड स्किलको ट्रेनिङ ल्याऊ किन भनिराख्नु पर्यो? हाम्रो लाइफ त सेटल छ। जतिजना यहाँ सबैजना आउनुहुन्छ आफ्नो आफ्नो प्रोफेसनमा सेटल छन्। सेटल गर्नुपर्ने कसलाई हो त? तपाईलाई हो। र तपाईको अन्तिम युजर को हो त? तपाईको अन्तिम युजर को? लोक सेवा आयोग, शिक्षक सेवा आयोग, त्रिवी सेवा आयोग, उद्योग वाणिज्य संघ, बैंकर संघ, इन्सुरेन्स कंपनी, प्राइवेट सेक्टर। सिंपल भाषा भन्यो भने प्राइवेट सेक्टर र पब्लिक सेक्टर। यदि तपाईमा सफ्ट स्किल छैन भने प्राइवेट सेक्टरले त लिँदैन, किनकि तपाईले त्यहाँ झगडा गर्नलाई बोलाएको होइन, काम गर्नलाई बोलाएको हो। र गभर्नमेन्ट सेक्टरमा, पब्लिक सेक्टरमा पनि गयो भने इन्टरभ्यूको व्यवस्था छ। त्यहाँ तपाईको हाउभाउमा तपाईको गतिविधिले तुलाई थाहा भइहाल्छ कि तपाईँ कति परफेक्ट हुनुहुन्छ। त्यसैले आजको आवश्यकता के हो भने हामीले पटक पटक भन्ने गर्छौँ, आज कृष्ण सरले प्रोग्राम चलाउँदाखेरि पनि भन्यो, व्यावसायिक सिपको आवश्यकता छ। व्यावसायिक सिप भनेकै के हो भन्दाखेरि तपाईको डिग्रीलाई या तपाईको नलेजलाई कसरी व्यवसाय गर्ने, जब गर्ने कुरा गरेको छैन, व्यावसायिक सिपको कुरा गरेको छ। किनकि व्यवसायमा र जबमा के फरक छ, पेशा र व्यवसायमा के फरक छ त्यो हामी बुझ्न जरुरी छ। मानौ आज तपाईको कुरा छोड्दिउँ, गुगलको सीईओ को कुरा गरौँ। गुगलको सीईओले चाहेर पनि भोलिको दिनमा आफ्नो छोरालाई गुगलको सीईओ बनाउन सक्दैन। तर त्यही गुगलको चेयरम्यानले आफ्नो छोरालाई जतिखेर पनि चेयरम्यान बनाउन सक्छ। मिन्स व्यवसाय र प्रोफेसनमा के फरक छ भने तपाईको अन्त हुने बित्तिकै तपाईले गरेको सबै मेहनत अर्को पुस्तामा ट्रान्सफर हुनेवाला छैन भने व्यवसायमा के हुन्छ भने तपाईले गरेको मेहनत अर्को पुस्तामा ट्रान्सफर भएर जान्छ। त्यसैले हामी जब गर्ने मान्छेहरूले एकातिर यो सोच्न बहुत जरुरी भइसकेको छ कि हामीले गरेको मेहनत आफ्नै पुस्तामा सीमित गर्ने हो कि नेक्स्ट पुस्तामा ट्रान्सफर गर्ने हो। त्यसैले म आज भोलि भन्ने के गर्छु भने यदि तपाईँ मान्नुहुन्छ बुवाको सम्पत्ति छोराको नाममा आउनु पर्छ भने तपाईँ जब गर्ने मान्छे नै होइन। तपाईको सोच जब गर्नेछ भने तपाईको थ्योरी र सोचै मिलेन। अहिले तपाईँ यो सोच्नु जबै गर्ने तपाईको दृढ शक्ति हो भने बाउको सम्पत्ति छोरामा आउनु हुँदैन। जुन मान्छेले सोच्छ त्यो मान्छेले जब गर्दा हुन्छ। तर जो मान्छेले यो सोच्छ कि बाउको सम्पत्ति छोरामा आउनु पर्छ भने त्यो मान्छे जब गर्नलाई बनेको होइन। आदि बनेको छ भने त्यसको भिजनरी ग्याप छ र त्यो ग्याप जबसम्म त्यो फुलफिल गर्दैन त्यो मान्छे राम्रो हुन सक्दैन।